अहिले हामी मन्जु गाउँमा छौँ र यो मन्जु गाउँको एउटा लोकेसन खोज्दै हिँडिरहेको छौँ जसमा कि हाम्रो पुरानो घरहरू देखिने र यो राम्रो घरहरू पुरानो घरहरू खेद्दै हिँड्दैछु र धेरै राम्रो घरहरू र पुरानो घरहरू छ। हामीले यस्तै लोकेसनहरू खोज्दै हिँडिरहेको छौँ। एकदमै राम्रो पुरानो ढाँचाको घरहरू यहाँ हाम्रो साथीहरू अगाडि गइरहेछ। यहाँ हाम्रो सुटिङको लागि हामीले हेर्नु आएको घरहरू र लोकेसनहरू हेर्नुहोस् एकदमै राम्रो छ। यहाँ हाम्रो साथीहरू सम्पत्ति भएको धेरै सुविधा सम्पन्न भएको मान्छेहरू आफ्नो त्यो भोग विलास र सम्पत्तिमा अल्मलिएर धेरै सम्पत्ति सम्पन्न मान्छेले पनि धर्म गर्न सक्दैन रहेछ। यहाँ हाम्रो ऐतेजीले लोकेसनहरू देखाउँदै हुनुहुन्छ र यो तपाईँले उयो गर्नुभएको हजुर यो उहाँले निर्माण गर्नुभएको यो सानो मन्दिर रहेछ एकदमै राम्रो। यहाँ हाम्रो डाइरेक्टर साहब यो एकदमै राम्रो यो लोकेसन रहेछ र हामीले जस्तो खोजेको त्यस्तै लोकेसन सायद मिल्छ होला। एनिवे हामी यहाँ ड्रोन पनि चलाउँछौँ। तपाईँले हेर्नुहोस् यो घरहरू यति राम्रो बहुतै पुरानो घरहरू हामी गाउँ गाउँ घुमिरहेको छौँ र हेर्नुहोस् र एकदमै राम्रो मिलेको लोकेसन हामीलाई प्राप्त भएको छ। ठिक छ एकदमै बुद्धको आगमनमा भएको अन्धकार युग अथवा बुद्ध धर्मको शासन नरहेको बेलामा जन्मेको भए हामीले धर्म ग्रहण गर्न पाउँदैनौँ। त्यो पनि प्रतिकूल हुन जान्छ। वंशमा जन्मेको मान्छे असाध्यै लागु र पुजारी स्पष्ट नभएको कारणले गर्दाखेरि पनि र एउटा घर भेटेको छौँ हामीले यो ब्रिटिसको टाइमको। सर यो के भन्नुभयो? ब्रिटिसको पालाको तपाईँ यो घर नि हुन्छ र यो घर चाहिँ एउटा ब्रिटिसको टाइमको रहेछ। यसको छप्परहरू पनि हेर्नुहोस् टिन जुन चाहिँ जिन्सिट भन्छ है यति राम्रो प्रकारले यो उयो भएको छ बहुतै राम्रो। यसमा हेर्नुहोस् यो झुन्डिएको र भेरी गुड लोकेसन धेरै राम्रो लाग्यो हामीलाई। एकदमै राम्रो लोकेसन चाहिँ यो। ग्रहण गर्नुपर्दछ भन्यो भने सङ्ख्या बढ्दै गइरहेको अवस्था छ। भिक्षुहरू प्रपञ्च अथवा क्रमको चिजहरू ग्रहण गरे माटोको